प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षज्यू, महामन्त्रीज्यू, गण्यमान्य नेताज्यूहरू, उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण नेतृत्वगण र पत्रकार मित्रहरू, आज मुलुक निर्वाचनमा छ। यो कुरा हामी सबैले महसुस गरेका छौँ र हामी निर्वाचनमा उभिएका छौँ। तर आजको निर्वाचन राजनीतिक मुद्दाको निर्वाचन हो, अर्थात् असफल भइसकेको गणतन्त्रलाई बचाउने कि नागरिकले निर्णय गर्न पाउने नागरिक तन्त्रलाई स्थापित गर्ने भन्ने मुद्दाको निर्वाचन हो। त्यसैले हामी भन्छौँ यो गणतन्त्र असफल भइसकेकाले जसले गणतन्त्रको एजेन्डा बोक्नु भएको छ उहाँहरूले असफलताको एजेन्डा बोक्नु भएको छ र उहाँहरूको पराजय सुनिश्चित छ। त्यसैले म भन्छु यो मुलुकमा राजा चाहिन्छन् कि चाहिँदैनन्, यो मुलुक धर्मसापेक्ष हुनुपर्दछ कि पर्दैन, यो मुलुक सङ्घीय हुनुपर्छ कि पर्दैन भन्ने जस्ता गम्भीर राजनीतिक महत्त्वका विषयमा नागरिकले निर्णय गर्न पाउनु पर्दछ। नागरिकलाई निर्णय गर्न नदिएर केही 3-4 जना नेताहरूले कोठामा बसेर गरेको निर्णय, लादिएको संविधानले मुलुकलाई आज बर्बादीको सङ्घारमा पुर्याएको तथ्य छर्लङ्ग छ। त्यसैले म भन्छु सिंहदरबार जलेको यही गणतन्त्रले जिम्मेवारी लिनुपर्दछ। सर्वोच्च अदालत जलेको त्यसको जिम्मेवारी पनि यही गणतन्त्रले लिनुपर्दछ। संसद भवन जलेको जिम्मेवारी पनि यही गणतन्त्रले लिनुपर्दछ। राष्ट्रपति भवन जलेको जिम्मेवारी पनि यही गणतन्त्रले लिनुपर्दछ। र 72 जिल्लामा एकै समयमा मुलुक जल्दछ, त्यसको जिम्मेवारी पनि गणतन्त्रले लिनुपर्दछ। यो भनेको के हो भने गणतन्त्रले मुलुकलाई असफल मात्रै बनाएन, आज हामीलाई मुलुक बचाउनु पर्ने नारा बोक्नु पर्ने जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा पुर्यायो। त्यसैले यो निर्वाचन भनेको कसले मुलुक बचाउने, जसले मुलुक बर्बाद बनाए तिनीहरूलाई शान्तिपूर्ण रूपमा निर्वाचनको माध्यमबाट पाखा लगाएर राष्ट्रवादी शक्तिले मुलुक बचाउने निर्वाचन हो। त्यसैले तपाईँ प्रत्येक मतदाताको मत आज मुलुक बचाउनका लागि दिनुपर्ने मुलुकको आवश्यकता छ। त्यसैले म भन्छु आजको यो निर्वाचनमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने आवश्यकता छ। मेरा मित्र दुर्गा प्रसादजीलाई आज हठात रूपमा गिरफ्तार गरिएको छ। म यहीँबाट भन्न चाहन्छु उहाँलाई तत्काल रिहा गरियोस्। उहाँले केही दिन अगाडि भन्नुभएको थियो अन्य सबै पार्टीहरूले भन्दा अब राप्रपाले सबैभन्दा बेसी मत ल्याउँछ, 1 नम्बर पार्टी बन्छ भनेर भन्नुभएको थियो। दुर्गा प्रसादजीको यो स्टेटमेन्टलाई यो सरकारले सहन सकेन, राप्रपा 1 नम्बर पार्टी भएको हेर्न सकेन। त्यसैले राष्ट्रवादी शक्तिहरूमाथि प्रहार गर्नका लागि दुर्गा प्रसादजीलाई गिरफ्तार गरिएको छ। हामी यसको घोर भर्त्सना गर्दछौँ र भन्दछौँ दुर्गा प्रसादजीलाई तत्काल रिहा गरियोस्। गणतन्त्रले आफ्नो नाङ्गो चरित्र देखाइसकेको छ, मुलुक बर्बाद बनाइसकेको छ। त्यसैले यो निर्वाचन भनेको मुलुक बचाउने र मुलुक बर्बाद पार्नेहरूको बीचको निर्वाचन हो। अब प्रत्येक नागरिकले किता काट गरेर मतदान गर्नै पर्दछ। अब हामी चुप लागेर बस्न सक्दैनौँ। मुलुक बचाउने भनेको के हो? अनि सम्पूर्ण विषयमा पूर्व वक्ताहरूले बोलिसक्नु भएको छ, म त्यसलाई दोहोऱ्याउँदिनँ, पुनरुक्ति गर्दिनँ। तर म एउटा विषयमा निवेदन गर्न चाहन्छु। मुलुक बचाउने भनेको के हो? मुलुक बचाउने भनेको मुलुकलाई राजनैतिक स्थायित्व दिने हो। जब मुलुक राजनीतिक स्थायित्व हुँदैन मुलुकमा, तब मुलुकमा अशान्ति हुन्छ, सिंहदरबार जल्छ, मान्छे मारिन्छन्, युवाहरूमाथि गोली प्रहार गरिन्छ, 24 गते घट्छ, 23 गते घट्छ। त्यति मात्रै हुँदैन, आन्तरिक द्वन्द्व हुन्छन्। मुलुकको स्थायित्वको लागि हिजो विश्वेश्वर प्रसाद कोइरालाले जुन विचार राखे, मदन भण्डारीले जुन विचार राखे, अर्थात् राजालाई खोपीको देउता भनेर मदन भण्डारीले भने, त्यो भनेको के हो भने हामी राजालाई सम्मान गर्छौँ, आदर गर्छौँ। जसरी हामी भगवानलाई आदर गर्छौँ, राजालाई पनि भगवान मान्छौँ भनेको। र ती कम्युनिस्टहरूलाई
मदन भण्डारले डेमोक्रेटिक मेन स्ट्रिममा लिएर आए। तर आज ती कम्युनिस्टहरूले त्यहाँभित्र असंख्य राष्ट्रवादी छन्। म के भन्छु भने कम्युनिस्टहरूको नेतृत्वले कम्युनिस्ट विचारधारालाई नै पराजित गर्यो, मदन भण्डारको विचारलाई पराजित गर्यो। त्यसैले मदन भण्डारको विचार यदि कसैले बोक्छ भने आज त्यो सुरेन्द्र भण्डारले बोक्छ, आज राप्रपाले बोक्छ। त्यसले सम्पूर्ण वामपन्थी शक्तिहरू अब राष्ट्रिय एकतामा आउनुहोस्, राष्ट्रिय सहमतिमा आउनुहोस्। महाराज धिराजले वैशाख 1 गते प्रष्ट रूपमा भनिबक्सेको छ, अबको मुलुकको गन्तव्य, यो मुलुकलाई बचाउनका लागि राष्ट्रिय सहमति र राष्ट्रिय एकता जरुरी भइसकेको छ। त्यसैले म सम्पूर्ण राष्ट्रवादी वामपन्थी शक्तिहरूलाई निवेदन गर्न चाहन्छु, अबको यो निर्वाचन तपाईको पार्टीले यो मुलुकलाई धोका दियो, तपाईका नेताहरूले पार्टीलाई धोका दिए, यो मुलुकलाई धोका दिए। अब एकचोटि राष्ट्र संस्थाको विचार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका मुलुकभरिका सम्पूर्ण उम्मेदवारहरूलाई साथ दिनुहोस्। विश्वेश्वर प्रसाद कोइरालाले मेरो घाँटी राजासँग जोडिएको छ भनेर नेपाल आए। त्यो भन्नुको अर्थ के हो भने राजा र प्रजातन्त्र एउटै सिक्काका दुई पाटा हुन्। राजा कमजोर हुँदा प्रजातन्त्र कमजोर हुन्छ, प्रजातन्त्र कमजोर हुँदा राजा कमजोर हुन्छन्। कुनै पनि शक्ति कमजोर हुँदा मुलुकले दुःख पाउँछ। आज त्यही भयो। सिंहदरबार जल्नु भनेको मुलुकले दुःख पाउनु हो, मुलुकको अस्मितामाथि प्रहार हो। सर्वोच्च अदालत जल्नु भनेको हाम्रो सिङ्गो कानुनी इतिहासमाथिको प्रहार हो। यो भनेको राजद्रोह हो, राज्यमाथि गरिएको अपराध हो। 23 गते अबोध बालबालिका मारिएको मानवता विरोधी अपराध हो। यस्ता अपराधलाई सहन सकिँदैन। त्यसैले हामी भन्छौँ अब मुलुक जोगाउनु पर्ने भयो। कोबाट जोगाउनु पर्ने भयो? 23 गतेको घटना गर्नेबाट जोगाउनु पर्ने भयो, 24 गतेको घटना गर्नेबाट जोगाउनु पर्ने भयो र 35 वर्षसम्म भ्रष्टाचार गरेर मुलुकलाई लुटतन्त्र र बर्बादीको सङ्घारमा पुर्याउनेबाट बचाउनु पर्ने हो। त्यसैले मुलुक बचाउने भनेको भ्रष्टाचारको अन्त्य गर्ने हो। मुलुक बचाउने भनेको मुलुकको अस्मिता सार्वभौम सत्ताको रक्षा गर्ने हो। मुलुक बचाउने भनेको युवाहरूलाई आफ्नै मुलुकमा रोजगारी सृजना गर्ने हो। मुलुक बचाउने भनेको यही शिक्षा र स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने हो। मुलुक बचाउने भनेको युवाहरूले यही लगानी गर्न पाउने हो। त्यो लगानी गर्नका लागि 20%, 15%, 24% ब्याज दर होइन कि 2% ब्याज दरमा लगानी गर्ने वातावरण बनाउनु, अनि मात्रै रोजगारी सृजना हुन्छ, अनि मात्रै समृद्धि हुन्छ। तपाईँ ब्याज दर महँगो बनाउनुहुन्छ, युवाहरूले रोजगारी पाउँदैनन्, लगानी गर्न सक्दैनन्, युवाहरू विदेशमा जानुपर्छ, अनि तपाईँ भन्नुहुन्छ म मुलुक समृद्ध बनाउँछु। त्यसैले गणतन्त्रले सधैँ झुट बोल्यो, अफवाह बोल्यो, मुलुकलाई ढाट्यो, नागरिकलाई ढाट्यो, युवाहरूको भविष्य समाप्त बनायो। त्यसैले अब मुलुक बचाउनु पर्यो। मुलुक बचाउने भनेको युवाको भविष्य सुरक्षित गर्ने, युवाको भविष्य बचाउने हो। त्यसैले हामी भन्छौँ यो निर्वाचन मुलुक बचाउने विचार र मुलुक बर्बाद गर्ने विचार बीचको लडाई। गणतन्त्रले मुलुक बर्बाद बनायो। काण्डै काण्ड, एउटा होइन, दुईटा होइन, 50औं काण्ड घटे। यतिसम्म भयो कि कोभिडमा समेत भ्रष्टाचार भयो, औषधिजन्य विषयवस्तुमाथि पनि भ्रष्टाचार भयो, नागरिकको जीवनमाथि खेलवाड गरियो, नागरिकलाई विदेशमा बेच्नेसम्मको भ्रष्टाचार भयो। म एउटा कुरा प्रष्ट भन्छु, जुन दिन राजाले नारायण हिटी राजदरबार छोडे, नारायण हिटीबाट 1 पैसा पनि भेटिएन, गाडेको पैसा भेटिएन, लुकाएको पैसा भेटिएन। तर गणतन्त्रका पृष्ठपोषण गर्ने नेताहरूको घरबाट पैसा जोड्यो, हामीले देख्यौँ त्यहाँ ब्याङ्कमा भन्दा बेसी पैसा थियो। कहाँबाट आयो? यहीँबाट प्रश्न छ। हामी नेपाल ट्रस्टमा गएर सोध्यौँ राजाहरूले विदेशमा कति पैसा राखेको रहेछन्, हामीलाई प्रमाण दिनुहोस् न भन्यौँ। सिङ्गो राजपरिवारको राजा वीरेन्द्रको विदेशमा भएको जम्मा पैसा $55,000 रहेछ। त्यो बेलाको हिसाब गर्दा करिबन 20-25 लाख मात्रै रहेछ। राजाको सम्पत्ति विदेशमा भएको 20-25 लाख थियो। आज दुर्गा प्रसाईले भनेको कुरालाई हेर्नुहोस्, अरबौं अरब रुपियाँ नेताहरूले विदेशमा राखेका छन्। यिनीहरूलाई मुलुक विरोधी नभनेर कसलाई मुलुक विरोधी भन्ने? त्यसैले यो निर्वाचन मुलुक विरोधी र मुलुक बचाउने बीचको प्रतिस्पर्धा हो। हामीले भन्ने गरेका छौँ
जसले यो मुलुक निर्माण गरे, पृथ्वीनारायण शाह र हाम्रा पुर्खाहरूले पानी खाएर यो मुलुक बचाएका हुन्, निर्माण गरेका हुन्, त्यसरी युद्ध लडेका हुन्। पृथ्वीनारायण शाहको जन्म जयन्तीमा एक थुगा फूल चढाउन नसक्ने, एउटा वक्तव्य निकाल्न नसक्नेलाई मैले कसरी यो मुलुक बचाउँछ भनेर मान्न सकौँ, स्वीकार गर्न सकौँ। त्यसैले म भन्छु, पृथ्वी पथका विरोधीहरूलाई एकचोटि सबक सिकाउनै पर्छ, एकचोटि मतदानबाट पराजित गर्नै पर्छ। जबसम्म हामीले पृथ्वीनारायण शाहप्रति अफवाह मचाउने, गाली गर्ने, तुच्छ शब्द प्रयोग गर्ने र हाम्रो धर्म र सभ्यतामाथि प्रहार गर्नेहरूलाई पराजित गर्न सक्दैनौँ, भोलि यो मुलुक रहँदैन। त्यसैले यो लडाई मुलुक राख्ने कि नराख्ने भन्ने लडाई हो। जब हाम्रो धर्म समाप्त हुन्छ तब हामी समाप्त हुन्छौँ। धर्म व्यक्तिको निजी विषय मात्रै होइन। पृथ्वीनारायण शाहले वर्जिभयो, नेपाल ईश्वरको किल्ला हो। यहाँ असंख्य ऋषि मुनिले तपस्या गरे। यही माटोमा हिन्दू, बुद्ध, किराँत सहितका धर्म जन्मे, यही माटोमा तपस्वीहरू जन्मे, यही माटोमा बुद्ध जन्मे। त्यो विरासतले यो मुलुक बनेको। जब हामी राज्यलाई धर्मबाट अलग्याउँछौँ, त्यो धर्म निरपेक्ष राज्य बनाउँछौँ, तब हामी भन्छौँ मुलुकलाई समाप्त पार्ने काम 2072 सालको संविधानबाट भयो। त्यसैले मेरो उम्मेदवारी राप्रपाको 165 ठाउँको उम्मेदवारी के हो भने, हामी संविधानमा परिमार्जन गरेर, संशोधन गरेर, पुनर्लेखन गरेर यो मुलुकलाई हिन्दू, बुद्ध, किराँत सहितको धर्म सापेक्ष राज्य बनाउँछौँ। हाम्रो सनातन परम्परा, सभ्यताको स्थापना गर्दछौँ। हिन्दू धर्मको स्थापना हुँदाखेरि इस्लामहरूले पनि सुरक्षित महसुस गर्छन्, क्रिस्चियनहरूले पनि डराउनु पर्दैन। तर धर्म परिवर्तन गर्ने काम नगर्नुहोस्। आज हाम्रो सभ्यता बिगार्नेहरूले, हाम्रो परिवार बिगार्नेहरूले हाम्रो सम्पूर्ण भ्यालुजहरूलाई समाप्त पार्नका लागि समलिङ्गी विवाहलाई मान्यता दिनेहरू आज गणतन्त्रवादी हुन्। गणतन्त्रवादीहरूले समलिङ्गी विवाहको एजेन्डा बोकेका छन्, एमसिसीको एजेन्डा बोकेका छन्, एससिपीको एजेन्डा बोकेका छन्, जुन मुलुक विरोधी छन्। आज गणतन्त्रवादीहरूले महँगोमा इन्डियाबाट बिजुली किनेका छन्, नेपालको बिजुली सस्तोमा इन्डियालाई बेचेका छन्। आज गणतन्त्रवादीहरूले नागरिकता विधेयक ल्याएर विदेशीहरूले सहज रूपमा नागरिकता पाउने, तर नेपालीहरूले सहज रूपमा नागरिकता नपाउने। आज विदेशमा भएका हाम्रा छोराछोरी नेपाली मूलका नागरिकहरूले नागरिकता पाउन कठिनाइ हुने यो किसिमको अवस्था सृजना गरेका छन्। त्यो नागरिकता विधेयकको विरुद्धमा कसले लडाइँ लड्यो? हामीले लड्यौँ। एमसिसीको विरुद्ध कसले लड्यो? हामीले लड्यौँ। लिपुलेक, लिम्पियाद्वारा काला पानीको इस्यु कसले उठायो? कसले लड्यो? हामी कोभिडको बेलामा ठाकुर मोहन श्रेष्ठ यही हुनुहुन्छ, हामी 600 जनाले गिरफ्तारी दिएका थियौँ र ओलीजीलाई बाध्य बनाएका थियौँ कि चुचे नक्सा राख्नुहोस् भनेर। मुलुकका प्रत्येक राष्ट्रिय मुद्दाहरूमा हामीले लडेका छौँ। त्यसैले म भन्छु, आज मुलुकका राष्ट्रिय मुद्दालाई स्थापित गर्नका लागि राजतन्त्र सहितको लोकतन्त्र अर्थात् लोकतन्त्र सहितको राज संस्था यो मुलुकको अपरिहार्य आवश्यकता हो। त्यसको अभावमा राजनीतिक स्थायित्व हुँदैन। राजनीतिक स्थायित्व नभइकन भ्रष्टाचारको पनि अन्त्य हुँदैन, समृद्धि पनि हुँदैन, रोजगारी पनि हुँदैन। अब म अन्तिममा राज संस्थाको आवश्यकताका बारेमा पूर्व वक्ताहरूले बोलिसक्नु भएको छ, तर म एउटा महत्त्वपूर्ण आवश्यकता बताउँछु। त्यो हो, यो मुलुकमा सुशासन र भ्रष्टाचारको लागि राज संस्था चाहिएको छ। किनभने हामीले यो 35 वर्ष हेऱ्यौँ, 20 वर्षको गणतन्त्र पनि हेऱ्यौँ, तर किन भ्रष्टाचार न्यूनीकरण हुन सकेन? किन प्रधानमन्त्रीमाथि कारवाही हुन सकेन? किन दलका नेतामाथि कारवाही हुन सकेन? किनभने संवैधानिक परिषदमा नेताहरूको बाहुल्यता छ। उनीहरूले आफ्ना मान्छेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्छन् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त र प्रमुख आयुक्तले प्रधानमन्त्री र नेतामाथि कहिल्यै पनि कारवाही गर्दैनन्, बरु भागबण्डा गर्दछन्। त्यसैले यो मुलुकमा भ्रष्टाचारको अन्त्यले मात्रै सुशासन कायम हुन सक्दछ। भ्रष्टाचारको अन्त्यका लागि राजनीतिभन्दा माथि उठेको, अभिभावकीय भूमिकामा रहेको,
राष्ट्र संस्था अपरिहार्य भएको छ। त्यही राष्ट्र संस्थाले मात्रै निष्पक्ष, निडर, निर्भीक र स्वाधीन रूपमा काम गर्ने व्यक्तिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गर्न र उनीहरूको सेवालाई सुनिश्चित गर्न र उनीहरूलाई स्वाधीन बनाउन सक्दछ र ती व्यक्तिहरूले मात्रै भ्रष्टाचारीमाथि कारबाही गर्न सक्दछन्। त्यसैले यदि तपाईँ हामी भ्रष्टाचारको उन्मूलन गर्न चाहन्छौँ भने, सुशासन स्थापित गर्न चाहन्छौँ भने अबको एउटै मात्रै विकल्प हो राज संस्था। त्यति मात्रै होइन, यहाँ थुप्रै बेरुजु छ। हाम्रो बजेट बराबरको बेरुजु भएको छ, सेटिङ छ, नीतिगत भ्रष्टाचार छ। यी सम्पूर्ण कुराहरूमा छानबिन गर्न जरुरी छ। म त भन्छु, पञ्चायत कालदेखि आजसम्म सत्तामा बसेका ती राष्ट्रिय प्रजातन्त्र पार्टीका व्यक्ति भए पनि केही फरक पर्दैन, म नै भए पनि केही फरक पर्दैन। प्रत्येक व्यक्तिमाथि छानबिन हुनुपर्दछ र त्यो सम्पत्तिको स्रोत भएन भने कारबाही गरेर त्यो सम्पत्ति राष्ट्रिय ढुकुटीमा ल्याउनु पर्दछ र दोषीमाथि कारबाही गरिनुपर्दछ। यो एजेन्डा उठाउनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो। त्यसैले नागरिक आयोग बनाउनका लागि प्रधानमन्त्रीले सक्दैनन्, संवैधानिक परिषदले सक्दैन, त्यसको लागि पनि अब राज संस्था नै चाहिन्छ। र अन्तिममा न्याय अदालतले मात्रै दिँदैन, समाजले पनि दिन्छ, न्याय कार्यपालिकाले पनि दिन्छ। त्यो न्याय दिनका लागि आज न्यायाधीशहरूको जुन किसिमको नियुक्ति भएको छ, धेरै असल मान्छेहरू न्यायाधीश छन्। अरू राज्यको अन्य निकायभन्दा न्यायपालिका अहिले पनि राम्रो छ, तर समस्या छन्। त्यो न्यायपालिकालाई स्वाधीन बनाउनको लागि, निडर बनाउनको लागि, निर्भीक बनाउनको लागि र राजनीतिभन्दा माथि उठेको बनाउनको लागि न्यायाधीशहरूको नियुक्ति पनि राजनीतिभन्दा माथि उठेको संस्थाबाटै गरिनुपर्दछ। त्यसैले अख्तियार दुरुपयोग अनुसन्धानको निष्पक्षताका लागि र निर्भीकताका लागि, स्वाधीनताका लागि, न्यायपालिकाको स्वाधीनताका लागि र नागरिक आयोगका लागि यो मुलुकमा राज संस्था अपरिहार्य बनेको छ। त्यसैले म भन्छु, सुशासनको एजेन्डा हामीले बोकेका छौँ भन्नेहरू, 4 चोटिभन्दा बेसी सांसद बन्न पाइँदैन भनेर हामीले हाम्रो विधानमा लेखेका छौँ, हामी नयाँ भएका छौँ भन्नेहरूलाई मेरो एउटै प्रश्न छ। गगन थापाजी, तपाईँ अलरेडी 4 चोटि सांसद भइसक्नु भएको छ। तपाईँले नै बनाएको विधानले 4 चोटिभन्दा बेसी सांसद हुन पाइँदैन भनेर बनाएको छ। तपाईँ कुन नैतिकताले अब सांसद पदमा लड्नुहुन्छ? के फेरि नेपाली काङ्ग्रेस नागरिकहरूलाई ढाँटी राखेको हो? तपाईँले किन भन्नु सक्नु भएन 2 चोटिभन्दा बेसी सांसद हुन पाइँदैन भनेर? तपाईँले किन भन्नु सक्नु भएन 2 चोटिभन्दा पार्टीको कुनै पनि पदमा बस्न पाइँदैन भनेर? तपाईँले किन भन्न सक्नु भएन 2 चोटिभन्दा बेसी मन्त्री हुनु पाइँदैन भनेर? हामीसँग एउटा मिसाल छ। हाम्रा महामन्त्रीज्यूले जब सिंहदरबार जल्यो, यो मुलुकको अस्मितामाथि प्रहार भयो, अब म सभामुख हुन सक्दिनँ भनेर राजीनामा दिनुभयो। एकचोटि सबैले ताली बजाइदिनु। यो मिसाल बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो मुलुकको भविष्य हो। त्यसैले हामी हाम्रो भविष्य खोजेका छौँ, हाम्रा छोराछोरीको भविष्य खोजेका छौँ, सन्ततिको भविष्य खोजेका छौँ। त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्ष रूपमा उठेका उम्मेदवार र समानुपातिक उम्मेदवार सबैलाई जिताएर बहुमत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिन जरुरी छ। त्यसमा मात्रै मुलुकको भविष्य उज्जवल हुन्छ, मुलुकको भविष्य जोडिएको छ। त्यसैले म आम मतदाताहरूलाई एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजाका लागि, पृथ्वीनारायण शाहका लागि, धर्मका लागि, भ्रष्टाचारको अन्त्यका लागि, युवाको रोजगारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चुनाव चिन्हमा मतदान गरिदिन हार्दिक रूपमा अनुरोध गर्दछु। धन्यवाद।